चरा र सर्पको कथा। एक पटकको कुरा हो। घना जंगलको रुखमा एउटा सानो चराको जोडी बसोबास गर्थ्यो। ती चराहरूले धेरै मिहिनेत गरेर एउटा मोटो मोटो डालीमा आफ्नो गुण बनाएर त्यही अण्डा राखे। दिन बित्दै गए, अण्डाबाट बिसौनी फुट्ने समय नजिकिँदै थियो। चराहरू खुसी थिए, तर त्यो रुखको तलपट्टि एउटा धूर्त सर्प पनि बसोबास गर्थ्यो। एक दिन चराहरू खाना खोज्न बाहिर गएका बेला सर्प चुपचाप गुण्डसम्म आइपुग्यो र सबै अण्डा खान थाल्यो। जब चराहरू फर्किए, उनीहरूले खाली गुण्ड देखे। चराहरू रोए, तर केही गर्न सकेनन्। अर्को दिन चराहरूले फेरि नयाँ अण्डा राखे। तर यसपटक चराले सोच्यो, यो पटक सर्पलाई सजाय दिनुपर्छ। त्यसैले चराले एउटा चाल चल्यो। भोलिपल्ट उसले राजाको दरबारमा गएर राजाको सुनको हार टिपेर ल्यायो र त्यो सर्पको बिल नजिकै राखिदियो। थोरै समयपछि राजाका सिपाहीहरू आए र जब उनीहरूले हार सर्पको बिलमा देखे, उनीहरूले बिल खनेर सर्पलाई मारिदिए। त्यसपछि चरा स्वतन्त्र भयो र उसका बच्चाहरू सुरक्षित जन्मिए। के तपाईँ यो कथाको नैतिक शिक्षा थाहा पाउन चाहनुहुन्छ वा यस्तै अर्को नेपाली कथा सुन्न चाहनुहुन्छ?